मागुर माछा हो, हेर्नुहोस् जिम्दै ल्याएको छु। यसको सुप बनाएर खानु बहुत राम्रो हुन्छ, हेल्थको लागि राम्रो हो। मैले रेडी गरिसकेको छु, काटकुट गरेर सफाहरू गरेर यसलाई पिस पिस बनाएर रेडी गरेँ। यसको लागि मैले रेसिपी रेडी गरेको छु। प्याज काटेको छु, यो अदुवा कम्ती छ, लसुन, टमाटर। यो टमाटरलाई चाहिँ ग्रेट गरेर हाल्छु। अब यसमा चाहिँ कम्ती जिरा र कम्ती धनिया र जिरा हालेर पिस्नुपर्छ। हालिसकेको छु मैले, किनभने कम्ती भयो भने मिक्सीमा पिस्नु मान्दैन। यसमा तपाईँले एउटा दुईवटा टमाटर हालेर पिस्दिनुहोस्। भयो यसरी पिसेर रेडी गरेको छु। मैले रेडी गरेको छु हर्दी र नुन हालेर मेरिनेट गरेको छु। अघि एकछिन राखेको छु। अब यसलाई म फ्राई गर्छु। तेल रेडी गरिसकेको छु। यसलाई फ्राई गर्दाखेरि चाहिँ छोपेर फ्राई गर्नुहोस्, किनभने पुरा पड्किन्छ। मैले आलु पनि रेडी गरेको छु। आलु पनि हालेर बनाउँदा मिठो हुन्छ। मैले माछा फ्राई गरिसकेको छु। अब यस्तो आलुलाई पनि फ्राई गरिदिनुहोस्। नुन हालिदिनुहोस्, त्यो हर्दी हालिदिनुहोस्। अब मैले रेडी गरिसकेको छु। अब यसलाई म चाहिँ बनाउँछु। यसमा अलिकति कालो जिरा पड्काउनुहोस्, अदुवा हालिदिनुहोस्। यो भइसकेपछि यसमा तपाईँले काटेर राखेको प्याज हालिदिनुहोस्। हर्दी हाल्नु, यो तेलमै हर्दी र नुन हालेको चाहिँ राम्रो हो। तेलमा पाकेको हर्दी र नुनले चाहिँ त्यति एफेक्ट गर्दैन। हाल्नुहोस्। रातो भइसकेपछि अघि मैले पेस्ट रेडी गरेको थिएँ। यो तपाईँको टमाटर, जिरा, धनिया हालेको छु। त्यो भइसकेपछि यसलाई हालिदिनुहोस्। यसलाई मजाले पकाउनुपर्छ। एकदम पानी र तेल छुट्टिन्जेलसम्म मजाले पानी सुकाउनुपर्छ मसलाको। पाकिसकेपछि चाहिँ छुट्टिनु लागेको छ, तेल गयो। पानी हालिदिनुहोस्। खोर्सानी पिरो चाहिँ अप्सन हुने, तपाईँलाई पिरो खानु पनि हाल्दा पनि भयो। अहिले फ्राई गरेर राखेको माछा हालिदिनुहोस्। त्यहाँबाट मैले यस्तो आलु पनि फ्राई गरेको थिएँ। यो आलु पनि हालिदिनुहोस्। सकेको छ। अब हेर्नुहोस् तपाईँलाई कस्तो लाग्छ। हामी त अलिक पातला पातलै खान्छ, त्यही भएर पातला पातलै बनाएको छु। धनिया हालेपछि त्यहाँदेखि तपाईँले यो सुप उम्लिसकेपछि यसलाई 3-4 मिनट जस्तो उमाल्नुपर्छ। तपाईँले मजाले सुप निस्किन्छ। मेरो चाहिँ पाक्यो। अब 3-4 मिनट उम्लिसक्यो।